अनि बाजेलाई चाहिँ कालो खालको केटी मनपर्छ गोरी खालको केटी मनपर्छ केटी त उइज हो के सबै उइज हो गोरी भए पनि काली भए पनि हामीले बोटी बालेर पनि हेर्छ मलाई बोटी बालेर पनि हेर्छ हाम्रो मम्मीले हामीलाई हेरिराख्नु भएको छ केही भनिदिनुहोस् मेरो न्यू ब्लगमा अहिले भेट्ला काला फुट्ने आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी तपाईलाई नि पिट्नु भयो केले पिट्नु भयो पाइपले कस्तो थियो पाइप नेपाल टप पाइप हरियो नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईहरुलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु मिशनलाई पनि पिट्नु भयो हजुर पाइपले हान्नु भयो अनि तपाईलाई भन्दा के रे राजनलाई बढी पिट्या हो कि म राजनलाई बढी बराबर तपाई र अनि राजनलाई बराबर हो 1 लाख भन्दा बढी घरमा प्रयोग भएको र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ अनि राजनलाई तपाईलाई भन्दा अझै बढी उलाई लागेछ त्यसो टाउका भएर मेरो चाहिँ हात सुन्नित्यो के उसलाई चाहिँ टाउकोमा पनि लाग्यो हो भाइ त्यही हो नेपाल टप सब ठीक छ मोमो के खाने हो तपाईँ चम्चाले खाने तपाईँ के खाने म चम्चा खान्छु तपाईँ म चाहिँ खुट्टाले खाने के रहेछ सिपीको फुल फर्म चाहिँ सी भने कड्डो कड्डोमा पिलो भने अब के भने अब त्यो स्वागत छ निकेश तपाईँलाई मेरो सोमा वेलकम वेलकम तपाईँ को हो र यहाँ नमिता हेर्न आएको बेरोजगार हामी तपाईँ पो सरकारी जागिर पाउनुभएको छ महिना पछि तलब आउँछ खोया सक्छ तपाईँलाई It's not far and it's good. So guys, please thank you for watching this video. I say thank you for watching this video. हंसदे चेहरे का मतलब ये नहीं होता कि उन्होंने कोई तकलीफ नहीं होती ਉਹਦਾ मतलब मलाई रुवाएर त हाँस्छस् हाँस्दैछस् अनि कहाँ तपाईँ चाहिँ किन त्यो झङ्गेको होइन मलाई रुवाएर किन हाँस्दैछ यो हँसी हँसी मायाले मेरो मन चोर्याउने एक्कासी अफ्रिकन नाम चाहिँ लोजी हो सर नेपालीहरूले के नाम राखे रे कालो बिरालो राखेको छ अब त्यस्तो माया गरेर राखेको होइन यो तपाईको बाँकी कुरा चाहिँ तपाईको उपयोग गर्नु हजुर यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो घरबेटीले दिए लो मेरो दस्तो के रावण आतंक बर्साउने काभन कमजोर मुटुलाई जाबन गर्जिन्छ र्याप मानसिक हस्पिटल जाने हो अब तपाईहरु दुईजना जाँदै गर्नुस् तपाई चाहिँ जाने कि नजाने नि म यो एउटा चुरोट खाएर उहाँलाई सोध्नु लाग्यो कुलमान घिसिङजीको बारेमा दुई शब्द बोलिदिनु न तपाईले खासै त त्यति राम्रो त चिनेको छैन हैन खास उहाँहरूले नै राम्रो गर्नुहुन्छ भने हामीहरू देशको लागि राम्रै हुन्छ भने पनि लड्न तयार छौँ पुलिसको लट्ठी खान तयार हुनुहुन्छ हजुर पुलिसको लट्ठी खान तयार हुनुहुन्छ तयार पुलिसको लागि नेपाली हो गोर्खाली छोरा हो हैन जेको लागि पनि लड्न तयार छु अरे कहना क्या चाहते हो ना किन यहाँ सिङ्गल बसेर जाम लड्ने हो